तपाईले स्क्रिनमा पहिलो प्रश्न देखिसक्नु भएको छ। एजुकेसन बिगन्स फ्रम द क्राडल एन्ड एन्ड्स टु द ग्रेभ दिएको परिभाषा कुन शिक्षाविदको हो भन्ने प्रश्न रहेको छ। चारवटा अप्सन डिबे, डम्भाइल, रुसो र कान्ट दिएको छ। अब यसमध्ये सबैभन्दा उपयुक्त मिल्ने अप्सन हजुरहरूले छान्नुपर्ने हुन्छ र कमेन्ट बक्समा उत्तर दिनुहोला। पहिला कमेन्ट बक्समा आफ्नो उत्तर लेख्नुहोस् अनि मात्र म यहाँ यसको सही उत्तर पहिचान गर्नेछु। अब तपाईहरुलाई लाग्ला डम्भाइल हो कि, यो के छ त रङ रहेछ। रुसो हो कि, रुसो पनि रङ रहेछ। कान्ट हो कि, कान्ट पनि रङ रहेछ। भनेपछि obviously the right one is डिबे है। त्यो शिक्षा चाहिँ कोक्रोबाट सुरु भएर चियानमा अन्त हुन्छ भन्ने कुरा चाहिँ डिबेको रहेछ। अब अर्को प्रश्न 2 नम्बरको एजुकेसनको उत्पत्ति सम्बन्धी तलका मध्ये कुन शब्द गलत छ भनेको कुन शब्दबाट एजुकेसनको उत्पत्ति भएको हो ल्याटिन भाषाको भन्ने यहाँ रहेको छ। पहिलोमा एडुकेटम, एडुकेट, दोस्रोमा एडुसिरी र एडुकेयर भन्ने चारवटा अप्सन छ। तपाईहरुले कमेन्ट बक्समा चाहिँ उत्तर लेख्नुपर्ने हुन्छ। अब ए बी सी डी, पहिलो अप्सनलाई ए, दोस्रोलाई बी, तेस्रोलाई सी, चौथोलाई डी। कुन अप्सन यहाँ चाहिँ प्रश्न हेर्नुपर्ने हुन्छ एजुकेसनको उत्पत्ति सम्बन्धी तलका मध्ये कुन शब्द गलत छ भनेको। तीनटा चाहिँ एजुकेसनको उत्पत्तिसँग सम्बन्धित अप्सनहरु भए, एउटा चाहिँ त्यसबाट एजुकेसनको उत्पत्ति भएको होइन। हेर्दा चारैवटा उस्तै छ। अब एडुकेटम हो, यो एजुकेसन शब्दको उत्पत्ति भएको यसबाट। एडुसिरी भन्ने पनि हो, एडुकेयर पनि हो, तर एडुकेट EDUCATUE चाहिँ एडुकेटिभ चाहिँ यसबाट एजुकेसनको शब्द उत्पत्ति भएको होइन, त्यही भएर गलत चाहिँ एडुकेट भयो। अब अर्को प्रश्नतिर लाग्यौं। 3 नम्बर शिक्षा त्रिमुखी प्रक्रिया हो, यसले शिक्षाको कुन अर्थलाई जनाउँछ? बृहत अर्थ, वास्तविक अर्थ, विश्लेषणात्मक अर्थ, संकुचित अर्थ। शिक्षाका विभिन्न अर्थहरू छन्। दिएको मध्ये ट्राइपोलार प्रोसेस भनेर चाहिँ केलाई जनाउँछ, कुन अर्थलाई जनाउँछ? अब यसको सही अर्थ चाहिँ हजुरहरूले गेस गर्नुपर्ने भयो वा हजुरहरूलाई थाहा छ भने ABCD मध्ये एउटा छानेर कमेन्ट बक्समा लेख्नुपर्ने हुन्छ। यसको सही उत्तर रहेको छ विश्लेषणात्मक अर्थात् एनालाइटिकल मिनिङ अफ एजुकेसन। अब चौथो नम्बरको प्रश्न छ शिक्षालाई किताबी ज्ञानको रूपमा परिभाषित गर्नु तलका मध्ये कुन अर्थ हो भन्न खोजेको छ। प्रश्न अलिकति त्यहाँ टाइपिङ एरर भयो।